श्रम नभइकन श्रमलाई श्रमको श्रमसँग जोड्छौँ। त्यसैले हाम्रो युवाहरू अथवा हामीहरूको मनोविज्ञान पनि के छ भने यो श्रम होइन श्रम हो भन्ने मनोवृत्तिबाट त्यो ग्रसित छ। त्यसैले त्यो श्रमको आन्तरिक रोजगारका लागि के कसो गर्न सकिन्छ भन्ने क्रममा चाहिँ हामीले त्यसका कार्यविधिहरू बनाएर त्यसलाई चाहिँ राष्ट्रिय रोजगारसँग जोडेर त्यसलाई चाहिँ सङ्घीयताको तर्फबाट सङ्घीय मन्त्रालयको तर्फबाट गर्नुपर्ने कुराहरूको सन्दर्भमा केही कुराहरू फास्ट ट्र्याकमा लिएर अगाडि बढाएका छौँ। यही सन्दर्भमा अहिले यो क्षेत्रका लागि पनि एउटा श्रमको प्रशिक्षण केन्द्र बनोस् र विगतमा यहाँ प्रशिक्षण दिइरहेका कुराहरूमा चाहिँ हामी पनि त्यहाँ मिसिन चाहन्छौँ। त्यो मिसिएर यहाँको युवाहरूको यहाँको परख यहाँको इनर्जी त्यो ऊर्जालाई चाहिँ त्यहाँ फ्युजन गर्न चाहन्छौँ। हामीले यो कमसे कम चाहिँ नि सुदूरपश्चिममा चाहिँ एउटा नयाँ प्र्याक्टिस गरौँ, जुन प्र्याक्टिसले बजारको सुनिश्चितता पनि गरोस् र बजारको माग पनि के छ। वास्तवमा यो तीन तहको सरकारको कन्सेप्ट पनि के आएको हो भने तपाईँको उहाँ सम्भावना के छ, तपाईँहरूको उहाँ आवश्यकता के छ, त्यो कुरालाई अध्ययन गर्नुहोस्, त्यो अनुसारको नीति बनाउनुहोस्, त्यो अनुसारको नियम बनाउनुहोस्, त्यो अनुसारको कानुन बनाउनुहोस्, त्यो अनुसारको तालिम दिनुहोस्, त्यो अनुसारको काम गर्नुहोस् भनेर यो अधिकार दिएको होला नि। तर हाम्रा जिम्मेवारी अधिकारहरू एकातिर छन् भनेपछि हाम्रो रिजल्ट हेर्दाखेरि के पनि नदेखिएको अवस्था हो। पैसा खर्च भएको छ, हामीले भन्दाखेरि लक्षित वर्गमा हामीले यति % खर्च गऱ्यौँ भनेर भन्छौँ, यो तालिम दियौँ भन्छौँ, तर वास्तवमा त्यो लक्षित वर्गलाई सोध्ने हो भने तपाईँसँग तालिम छ भन्दा उसँग सर्टिफिकेट मात्रै छ। समस्याको जुन यो ग्याप छ, यो ग्यापलाई कसरी चाहिँ हामीले सम्बोधन गर्ने, यो ग्यापलाई कसरी अगाडि बढाउने भन्ने उद्देश्यको साथमा धनगढी उपमहानगरपालिकाले पोहोर साल एउटा प्रयास गरेका थियो। अब हामी के प्रयास गर्दैछौँ भने योपालि थप त्यही भएर 88वटै पालिका छन् यहाँ के अरे सुदूरपश्चिममा, सबैलाई 87वटालाई हामीले निम्ता गऱ्यौँ। त्यो मध्येमा 51वटा पालिकाका अध्यक्षज्यू के अरे नगर प्रमुखज्यू उपाध्यक्षज्यू उपमेयरज्यूहरू पाल्नु भएको छ। उहाँहरूलाई हार्दिक स्वागत गरेर कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु, किनभने यहाँको समयको लागि यत्रो 51वटा पालिका अहिले यो ग्राउन्डभित्र हुनुहुन्छ भनेपछि यो हाम्रो लागि धेरै ठुलो कुरा र हामीलाई यो कुरामा अगाडि जानलाई प्रेरणा पनि प्रदान गर्छ। त्यस्तै हाम्रो चाहिँ एउटै मात्रै उद्देश्य यहाँहरूलाई धेरैजनालाई यहाँ बोलाएको छु। मैले विषयमा अलिकति प्रकाश पारिदिनु भने उनीहरूलाई विषयमा प्रकाश पारेँ। यसको उद्देश्य के हो भने वास्तव सुदूरपश्चिममा हामीलाई कहाँ छ, बैतडीलाई के चाहिएको छ, दार्चुलालाई के चाहिएको छ, असमलाई के चाहिएको छ, बाजुरालाई के को तालिम चाहिएको छ। त्यो तालिम हामीले जहिले पनि त्यो तालिम श्रमको कुरा गर्दाखेरि हामीले कृषिलाई छोड्छौँ। श्रम त यस्तो चिज हो जहाँ पनि जोडिन्छ। अस्पतालमा कुरा आयो, स्वास्थ्यमा पनि श्रम जोडियो। श्रम भने नजोड्ने कुनै ठाउँ छ, घरको डोमेस्टिक युजमा पनि श्रमको कुरा आउँछ। 7 क्षेत्रको 22 विधामा ट्रेनिङ हुनेछ र यसपालिको उपलब्धि 53% युवा महिलाहरूको सङ्ख्या छ। पुरुष युवाको भन्दा ठ्याक्क गुणात्मक रूपमा डबल छ। यो ठुलो उपलब्धिको रूपमा पनि लिन सकिन्छ र युवाहरूको विभिन्न संज्ञा दिने गरिएको छ, सम्बोधन गरिएको छ, नीति ऐन पनि बनिएको छ। तर कार्यान्वयनमा अझै पनि सङ्कोच र समस्या छ, किनभने प्रमुख कारण यो गरिबी हो, यो बेरोजगारी हो भन्ने पनि छ र अहिले युवा विदेश पलायन पनि छ। यो कारण के हो, हाम्रो नेपालमा कुनै व्यवस्था, कुनै उद्योग, कुनै कल कारखानामा अवसर छैन भन्ने छ र हो पनि। तर यो एजेन्डा सबैले बोकेको छ, अझ पनि बोक्नै भएको छ, तर यसले सार्थकता पाएको छैन। र धनगढी उपमहानगरले 79-80मा गौरवको योजनालाई भौतिक विकासतिर पनि हामी हेर्यौँ। ठुलो ठुलो भवन बिल्डिङ, उदाहरणको लागि गेटा मेडिकल कलेज
मुटुमा राखेका छौँ तर मुटुको उपचार छैन। कसरी गौरवको योजना भन्ने कुरामा ठुलो चिन्ता बोध छ सुदूरपश्चिमेलीलाई। त्यसैले यहाँको आवत जावत गर्नको लागि धनगढी विमानस्थलको स्तर उन्नति छैन, सीमा नाका गौरीफन्टा नाकाको स्तर उन्नति छैन। दिन प्रतिदिन युवा यता भिड सीमा नाकामा, उता भिड इन्टरनेसनलतिर। त्यसैले यसमा गम्भीर सोच्नुपर्ने तीनै तह सरकारको आवश्यकता हामीले ठानेका छौँ।